हिजो प्रेम दिवसमा सँगैको साथीले आफ्नो श्रीमतीको फोटो अपलोड गर्ने क्रममा झुकिएर अरू कसैको फोटो अपलोड भएछ। अनि अपलोड भएको झन्डै 5-6 सेकेन्डमा उहाँले त्यसलाई डिलिट पनि हानिसक्नु भएछ। तर दुःखको कुरो त्यो 5-6 सेकेन्डको भित्रै उहाँको म्याडमले त्यसलाई स्क्रिनसट हानिसक्नु पर्छ। अनि स्क्रिनसट हानेपछि अनि दुईटाको झगडा भयो। मैले सुन्दाखेरि झगडा भइरहेको थियो। अनि साँझ त साथीले मलाई ब्लकै गर्नुभयो नि, लौ गुरु कसो गर्ने। त्यही भएर कहिले पनि मोबाइलमा आफूलाई असर पर्ने कुराहरू, जुन आफूलाई नचाहिने कुराहरू अथवा कतिपय प्रमाणका लागि जुन आफ्नो परिवार पारिवारिक नाता सम्बन्धमा दरार ल्याउँछ, आफ्नो घरबारलाई बिगार्छ, त्यस्ता चिजहरू चाहिँ कुनै पनि मोबाइलमा नराख्दा। मोबाइल 100% हाम्रो नियन्त्रणमा हुँदैन। कहिलेकाहीँ राखेर गएको हुन्छ, कसैले चलाएर पनि अपलोड भइदिन सक्छ र कहिलेकाहीँ अपलोड गर्दाखेरि आफैले झुकेर पनि अपलोड हुनसक्छ। त्यसैले यो मोबाइल चलाउँदाखेरि चाहिँ अलिकति मोबाइलमा भिडियोहरू राख्दाखेरि जुन भोइस कलहरू रेकर्ड गर्दाखेरि यिनीहरू चाहिँ सेभ नगर्नै जाति हुन्छ। नत्र तपाईँको पनि फेरि प्रेम दिवसमा प्रेम झ्याङ्गेला भन्दा उजाडिने सम्भावना हुन्छ। मोबाइलको सही सदुपयोग गरौँ। हस्, धन्यवाद।